मत घटाउने काम त गर्न खोज्ला तर त्यसबाट न घट्नेवाला छ न राष्ट्रपा क्यान्डिडेट हार्नेवाला छ। हजुर अब तपाईँले जसरी म यो लेखेरै दिन्छु मै जित्छु भन्दाखेरि अरू पार्टीको उम्मेदवारहरू जुन अहिले नेकपा एमालेका उम्मेदवार हुनुहुन्छ किसान श्रेष्ठ उहाँले त मै जित्छु भनिराख्नु भएको छ र धमाधम जेन्जी युवाहरू उहाँको पार्टीमा प्रवेश गरिराख्नु भएको अवस्था छ। त्यसलाई तपाईँले कसरी लिइराख्नु? होइन यस्तो हो अब जेन्जी युवाहरू गरिरहेछन् कि जेन्जी विचार भएका युवाहरू गरिरहेछन् त्यसमा चाहिँ कुनै अन्तर छैन होइन। तपाईँहरू पनि जेन्जी उमेरकै हुनुहुन्छ होइन तर तपाईँहरू त एमएलए प्रयोग गर्नु भएन त अनि जतिसुकै लोभमा नि तपाईँहरू पर्नु हुन जस्तो मलाई लाग्छ होइन। भने चाहिँ विचारमा जो स्पष्ट हुन्छ नि जो साधारण तरिकाले चाहिँ गलत काम गलत हो सही काम सही हो भन्न सक्ने व्यक्तिहरू चाहिँ आजको दिनमा एमालेमा गएर प्रवेश चाहिँ गर्दैनन्। त्यो कुरा उनीहरूको विचारमा भएको विकृति हो विकृत विचार भएकाहरू गरिरहेका छन्। तर म के भन्छु भन्दाखेरि उहाँहरूको उमेर कम छ अहिले पनि समय छ सुध्रिनुपर्छ र उनीहरूले आफ्नो विचार चाहिँ सही ठाउँमा ल्याउनुपर्छ जहाँ सम्पूर्ण यत्रो जेन्जी युवाहरूको बलिदानी भएको छ होइन र यत्रो मान्छेहरूमा यत्रो नोक्सान भएको छ होइन। त्यो सबै चिज हेर्दा हेर्दै पनि जसले नोक्सान गरे उसैको घर जानु भनेको अलिकति विचलित हुनु हो। तर मलाई के आशा छ भन्दाखेरि मतदानको दिनसम्म उहाँहरू पनि लाइनमा आइहाल्नुहुन्छ। सर अब जुन तरिकाले अब घन्टीको प्रचार प्रसार चाहिँ बढ्दो छ अब कतिपय जनताले चाहिँ के विश्वास लिइरहेछ भने घन्टीको बहुमतको चुनाव चाहिँ जित्छन् कुनै कुनै ठाउँमा तर बहुमतको सरकार बन्न सक्दैन। यदि जितिहाल्यो भने पनि कुनै कुनै ठाउँमा मात्रै जित्छन् र बहुमतको सरकार नबने हुनाले पछि गएर उनीहरूले पनि गठबन्धन गर्नुपर्ने हुन्छ र पछि गएर यो घन्टीको ताल पनि पुरानै नेताको जस्तै हुन जान्छ भन्ने भ्रम या भनौँ त्यस्तै एउटा विश्वास छ जनतामा। त्यसलाई तपाईँले कसरी लिइराख्नु भएको छ? यस्तो हिजोको समयमा पुरानो दलहरूले पुरानो नेताहरूले चाहिँ चुनाव भन्दा पनि लट्री जित्ने गर्थे कि तर घन्टीले चाहिँ चुनाव जित्नेवाला छ। चुनाव जनताले जिताउने हो होइन र यो गठबन्धन गर्नु केही सिट यताबाट केही सिट उताबाट भन्नु भनेको यो विभिन्न किसिमका लट्रीहरूलाई जोडेर चाहिँ एउटा निचोड निकाल्न खोजेको त्यो कुरा चाहिँ उनीहरूले प्रचार के गर्छन् भने अलिअलि जित्छन् भन्छन्। सम्पूर्ण जनताले यसपालि घन्टी नै भन्छन् सम्पूर्ण जनताले चुपचाप घन्टी छाप भन्छन् सम्पूर्ण जनताले बालेन सरकार अखिरबार बालेन सरकारै भन्छन् भन्दै गर्दाखेरि चाहिँ कसरी घन्टी अलिअलि जित्ने हो त? यो त ठ्याक्कै उल्टो प्रचार हो कि चारैतिर घन्टी जितिरहेको छ चारैतिर घन्टी जितिरहेको छ। टेक्निकल केही समस्या आएर कोही हार्नु पनि एउटा विषय हो तर आम जनभावना विपरीत चाहिँ मतदानको रिजल्ट आउनेवाला छैन जस्तो मलाई लाग्छ। अनि सर यो 12 क्षेत्र नम्बर 4 को जनताले चाहिँ किन तपाईँलाई भोट दिने किन चाहिँ तपाईँले जिताउने? यत्रो कुरा मैले अघिदेखि त्यही लाइनमा हजुरलाई कुरा गरिरहेको छु। विचारको स्पष्टता राजनीतिक व्यक्ति चाहिँ व्यक्तिगत इच्छा आकाङ्क्षा भन्दा माथि उठेर राज्य र समाजको लागि काम गर्ने व्यक्ति हुनुपर्छ योग्य हुनुपर्छ काबिल हुनुपर्छ र सही फेरि योग्य काबिल हुँदा पनि सही नियतका हुँदैन कि त्यो नियतका साथसाथ एउटा टिममा काम गर्नको लागि आजको दिनमा राजसभामा भएका उम्मेदवारहरू योग्य उम्मेदवारहरू युवा बढीभन्दा बढी युवा उम्मेदवारहरू साथै अनुभवी उम्मेदवारहरू पनि छन् होइन। यो टिमले चाहिँ अब स्थायी निकास दिन्छ भनेर अपेक्षा गर्नेहरू पीडितहरूले चाहिँ आजको दिनमा रहबर अन्सारीको उम्मेदवारी र रहबर अन्सारी निर्वाचित हुँदै गर्दाखेरि पक्कै पनि त्यो यात्रामा उहाँहरूले आफूलाई सफल पाउनुहुन्छ भनेर उहाँले मलाई भन्नुपर्छ। अब सर जेन्जी विद्रोह पछि सेकेन्ड विद्रोह जुन भयो त्यो चाहिँ सिमरामै भयो त्यो चाहिँ तपाईँकै क्षेत्र अहिले उम्मेदवारी क्षेत्र अन्तर्गत पर्छ। त्यहाँका जेन्जीहरूको चाहिँ तपाईँसँग कोअर्डिनेट छ कि छैन सर? म निकै नजिकबाट त्यहाँका जेन्जीहरूसँग जोडिएको छु उहाँहरूको मनोभावना पनि मैले बुझेको छु। उहाँहरूमाथि यति धेरै अत्याचार भएको छ होइन उहाँ धेरै जसो जेन्जी भाइहरूलाई चाहिँ नचाहिने किसिमका मुद्दाहरू दर्ता गरेर मानसिक तनाव दिने तर्साउने काम पक्राउ कुर्ती निक्ल्यो भन्ने त्यसपछि कसमाथि मुद्दा भएको छ भन्ने कुरा पनि स्पष्ट नदिएर विभिन्न ठाउँबाट उहाँलाई डर धम्की देखाउने काम भएको छ। उहाँहरू संयमित हुनुहुन्छ अहिलेसम्म होइन। उहाँहरूलाई हामीले पटक पटक भनेका छौँ यी सम्पूर्ण समस्या यो हामीले देखिएका समस्या हो झेल्नुपर्ने समस्या हो तर यो समस्याबाट विकास निक्लिन्छ। उहाँहरू पनि चुप्प लाएर पुरेर बस्नुभएको छ। यसपालि उहाँहरू पनि भावना जुन छ यसपालिको मतदानमा देखिन्छ जस्तो मलाई लाग्छ। अनि सर तपाईँले जितिसकेपछि सर्वप्रथम चाहिँ के गर्नुहुन्छ 12 क्षेत्र नम्बर 4 को लागि?
सर्वप्रथम चाहिँ मैले अब जितेर गइसकेपछि पहिलो कुरा के हुन्छ भन्दाखेरि हामीले जितिसकेपछि सदनमा जाँदाखेरि आफ्नो क्षेत्रमा रहेका ठुला बडा समस्याको विषयमा चाहिँ केन्द्रमा गएर त्यो आवाज उठाउनु पर्ने हुन्छ। पोलिसी बन्नुभन्दा अगाडि एउटा ढोकामा चाहिँ ढकढकाउनु पर्छ कि त्यो सबैभन्दा ठुलो ढकढकाउने ढोका हो। हामीले त्यहाँ भन्दै गर्दै अब अर्को कुरा तपाईँले अब ठ्याक्कै के गर्नुहुन्छ भन्दाखेरि हामी स्थानीय पालिकाका उम्मेदवार त होइन म जित्ने बित्तिकै ठ्याक्कै यो नाला बनाउँछु भनेर मैले भन्न सक्दिनँ। तर हामी जुन यात्रामा हुन्छौँ जुन एउटा सुसंस्कृत राजनीतिको र सुशासनको यात्रामा चाहिँ जुन राजनीतिक दलहरूले सुशासनबाट पन्छाएर यो राज्यलाई चाहिँ अगाडि बढाए त्यसमा चाहिँ हामीले एउटा उदाहरण के दिन्छौँ भन्दाखेरि अब भ्रष्टाचार विरुद्धमा चाहिँ सरकारदेखि लिएर सरकारमा रहेका सम्पूर्ण सांसदहरू लाग्छन् र त्यसमा चाहिँ मेरो मेजर इन्डिफरेन्स रहन्छ। मध्य प्रदेशमा भइरहेको भ्रष्टाचारको विरुद्धमा चाहिँ राज्य र राज्यका संयन्त्रहरूले कसरी काम गर्दै गर्दाखेरि किनकि भ्रष्टाचारको अन्त्य गर्ने बित्तिकै शिक्षा स्वास्थ्य पूर्वाधार सबै कुरामा त्यसले छुन्छ भने यो कुरामा चाहिँ मेरो पहिलो दखल छ। हजुर सर, तपाईँले अनि जुन तरिकाले आज यो उम्मेदवारी दिँदै हुनुहुन्छ, अब तपाईँले एउटा विभिन्न पार्टीगत ट्यागहरू पार्टी छोडेका अर्को नयाँ पार्टी प्रवेश गरेका ट्यागहरू पनि छन्। तर सर यो एमाले काङ्ग्रेस माओवादी त्यत्रो दलहरू छ, तर तपाईँले घन्टी नै रोज्नुको पछाडि कुनै उद्देश्य छ कि कुनै के प्लान छ कि के छ सर? यसमा मैले अघिदेखि यही उत्तर दिइरहेको छु कि अघिदेखि मैले तपाईँलाई दिएको उत्तर अलिकति तपाईँले त्यसमा विचार गर्नुहोस् होइन। तपाईँले किन घन्टी किन राष्ट्र भनेर सोध्नुभयो, राष्ट्रपाले कस्ता उम्मेदवारहरू लगिरहेका छन् त्यो पनि मैले भनिरहेको छु होइन। र त्यो उम्मेदवारीको यात्रा म छु भन्दै गर्दाखेरि राजनीतिलाई आफ्नो कमाइ खाने भाँडो नबनाउने व्यक्तिहरू होइन र राजनीति भनेको एकदम साधारण कुरा हो, साधारण जनताको लागि गरिने काम हो भनेर भलिन्टियरको रूपमा जिम्मेवारी उठाउन सक्ने व्यक्तिहरूले ठाउँ लिँदै गर्दाखेरि देशको लागि सुसंस्कृत हुन्छ र देशले चाहेको विकासको फड्को चाहिँ हाल्न सकिन्छ भनेर म राष्ट्रसभामा लागेको। सम्भव छ सर देश परिवर्तन? तपाईँ परिवर्तन हुन सम्भव छ कि छैन? तपाईँले मैले भन्दै गर्दाखेरि एकजना व्यक्तिले विचारबाट आफूलाई परिवर्तन गर्न सक्छ होइन। त्यसै गरी समाज परिवर्तन हुन सक्छ भने राज्य पनि परिवर्तन हुन सक्छ। त्यो परिवर्तनको पहल चाहिँ हुनुपर्छ कि तपाईँ आफूलाई परिवर्तन गर्नु या आफै पहल गर्नु पऱ्यो होइन, या अरू कसैले पहल गर्नु पऱ्यो। आज राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ त्यो परिवर्तनको पहल गर्ने भूमिका चाहिँ सबैभन्दा ठुलो भूमिका राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको छ, जसले गर्दा जनता चाहिँ घन्टीमा मत हाल्नलाई आतुर छ। एकदम सम्भव छ। यसलाई तपाईँ जतिको युवाले सकारात्मक रूपमा लिनुपर्छ। अनि तपाईँले जुन यो अब जेनजीहरूले पनि सकारात्मक समर्थन गरिराख्नु भएको छ भन्दै हुनुहुन्छ, अनि तपाईँले अब जुन जितिसकेपछि जेनजीको मागहरू चाहिँ कसरी सम्बोधन गर्ने, या भनौँ हाम्रो यो 12 क्षेत्र नम्बर 4 का जेनजीहरूले न्याय दिनलाई चाहिँ कसरी पहल गर्ने, के योजनाहरू के छ सर? होइन, मैले अहिले पनि कसरी पहल न्याय दिने कुरामा चाहिँ म अहिले पनि प्रशासनसँग निरन्तर सम्पर्कमा छु। उहाँहरूलाई चाहिने कानुनी परामर्श मैले आफ्नो ढङ्गले पनि गरिरहेको छु, उहाँहरूसँग बसी पनि रहेको छु होइन। उहाँले निश्चय नै न्याय पाउनुहुन्छ। उहाँहरूलाई जुन किसिमले आतङ्कित पारिएको छ, भ्रमित पारिएको छ होइन, अब तिमीहरूको जिन्दगी सक्यो, तिमीलाई यसो गरिन्छ त्यो लान्छ, त्यस्तो केही पनि हुनेवाला छैन। प्रशासन पनि समझदार छ। आजको दिनमा अनाहकमा उल्टै पीडित युवाहरूलाई चाहिँ पीडा दिने काम चाहिँ राज्यले र प्रशासनले गर्दैन। त्यो कुराको ग्यारेन्टी चाहिँ म लिन्छु। आज म 12-4 नम्बरको सांसद उम्मेदवार हुँदै गर्दा र निर्वाचित भएपछि पनि त्यसको ग्यारेन्टी म लिन्छु। अनि सर, बालेन शाहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको डिबेटलाई चाहिँ इन्कार गरिराख्नु भएको छ, त्यसमा तपाईँले के भन्नु मन छ? त्यसमा तपाईँको धारणा के छ? होइन, यस्तो छ, बालेन शाहले इन्कार गर्नुभएको छ, उहाँले डिबेटको लागि बोलाउनु भएको छ भन्ने कुरामा बालेन शाह डिबेटसँग डराउने व्यक्ति त पक्कै पनि हो। जो व्यक्तिसँग कन्टेन्ट हुन्छ नि, जो व्यक्तिसँग चाहिँ विचार र कन्टेन्ट हुन्छ, त्यो व्यक्ति न इन्टरभ्यूसँग डराउँछ, न डिबेटसँग डराउँछ, न कुनै प्रश्नको उत्तर दिन डराउँछ। तपाईँ जब सत्य बोल्नुहुन्छ नि, जब म भित्र भएको कुरा म बोल्न चाहन्छु नि, त्यतिखेर मलाई डर पनि लाग्दैन र म एकदम सरल बोल्न सक्छु। जब म भित्र भएको कुरा र मेरो बोलाइ फरक हुन्छ, त्यतिखेर म अल्झिन्छु, आत्तिन्छु, डराउँछु। भनेपछि बालेन शाह एक लिडर, युवा लिडर हो। बालेन शाहले डिबेट गर्न नसक्ने, आन्सर दिन नसक्ने व्यक्ति होइन। अहिलेको परिस्थितिमा कुनै हिसाबले उनले दिन खोज्नु भएको छैन भने त्यो चाहिँ केही न केही एउटा लजिकल निर्णय नै हो। अब हामी
बालेन शाहतिर नगएर प्रश्न यतैतिर सारौँ। जुन तपाईँले अझ 12 क्षेत्र नम्बर 4बाट उम्मेदवार दिँदै हुनुहुन्छ, अब यो समसामयिक विषयहरू धेरै छन् यहाँनिर। जुन तरिकाले अब हेरिराख्नु भएको छ, घन्टी चाहिँ अब परिवर्तनको आगोको झिल्का जसरी तपाईँहरूले प्रसारण गरिराख्नु भएको छ र जनताले पनि त्यही अनुरूप हेरिराख्नु भएको छ। तपाईँलाई आम जनतामा घन्टीमाथि भोट हाल्न विश्वास दिलाउनु पर्ने या दिनुपर्ने सक्नुहुन्छ तपाईँले? मैले यो कुरा फेरि हजुर एउटा कुरा रिपिट गरेँ, आम जनता घन्टीलाई भोट हाल्न तयार भएर बसिरहेका छन्। अहिले मैले के काम गरिरहेको छु भन्दाखेरि तपाईँहरू किन घन्टीलाई भोट दिन चाहिरहनु भएको छ भनेर मैले आफै प्रश्न गरिरहेको छु र त्यो प्रश्नको यदि जनतासँग क्लियर कट उत्तर छ भने त तपाईँले एकदम राम्रो गर्नुभएको छ भनेको छु मैले। यदि अरूको लयमा लगाएर दिइरहनु चाहनु भएको छ भने किन दिइरहनु चाहेको छ भन्दाखेरि त्यसको लजिकल आन्सर जनतालाई चाहिँ प्रश्न पार्ने काम मैले गरेको छु र त्यो भइरहेको छ, एकदम राम्ररी भइरहेको छ। अब तपाईँलाई एउटा नेपाली काङ्ग्रेसबाट अहिले श्यामबाबु गुप्ताज्यूले चाहिँ तपाईँलाई के भनिराख्नु भएको छ भने उहाँ चाहिँ यहाँको स्थानीय बासिन्दा होइन, उहाँ चाहिँ एउटा घुमफिर्ने एउटा घुमन्ते एउटा फिरन्ते जस्तो हो, म चाहिँ यहीँको हो, घुमन्ते फिरन्तेले केही गर्न सक्दैन भनेर भनिराख्नु भएको छ। त्यसमा तपाईँको धारणा के छ? त्यसमा बालेन पनि घुमन्ते फिरन्ते हो। महोत्तरीका केटो काठमाडौँमा चुनाव लडेर जितेर काठमाडौँ जित्न सक्ने व्यक्ति चाहिँ झापाबाट लड्छन् उनी घुमन्ते हुन्। अर्को कुरा, म पर्साको बाहुबरीमा बस्दै गर्दाखेरि म 6 फिट टाढा पनि छैन बाटोमा, होइन 600 किलोमिटर टाढाबाट आएर किसान श्रेष्ठ लड्दाखेरि उहाँ घुमन्ते होइन भने मैले भन्ने कुनै पनि कुराको रणनीतिक महत्त्व हुन्छ कि यी कुराहरू भनेको त भ्रम सृजना गर्ने कुराहरू हुन्। नेपाली काङ्ग्रेसका उम्मेदवार चाहिँ तपाईँ लास्ट 5 वर्ष, लास्ट 8 वर्ष, 10 वर्षको यसो डेटा र न्युज निकालेर हेर्नुहोस्, कहाँ छन् जनतासँग? तपाईँ एकचोटि रहर अनुसारी कहाँ छन् जनतासँग? राजनीतिमा कहाँ छन्? सदनमा कसरी बोलेका छन्? रोडमा कहिले गएका छन्? आन्दोलनमा कहाँ छन् भनेर हेर्नु न। त्यसपछि ठ्याक्कै थाहा हुन्छ। हो, हामी त घुमन्ते हो नि त, समस्या पऱ्यो भने यहाँ पनि घुम्दै आउँछौँ, समस्या पऱ्यो रोडमा पनि जान्छौँ, समस्या पऱ्यो सदन पनि चलाउँछौँ, समस्या पऱ्यो सरकार पनि ढाल्छौँ। भनेपछि हामी राजनीतिक रूपमा सक्रिय व्यक्ति हौँ कि जो सक्रिय हुन्छ मुभ गर्छ, ठाउँ ठाउँ जान्छ, जहाँ आवश्यकता छ राज्यलाई जनतालाई जहाँ आवश्यकता त्यहाँ पुगिरहेको हुन्छ कि। तर जो सक्रिय छैन, जो कोठाभित्र बसेर बन्द कोठामा बसेर केही पनि गर्दैन, उसलाई त यो अब जस्तै यहाँ हामी बसिरहन्छौँ भने त्यहाँ हिँड्ने व्यक्ति त हो कति घुमेको होला जस्तो लाग्छ। तर हामी पनि हिँड्दै गर्दै हामीले नयाँ नयाँ कुराहरू जान्ने अवसर पाउँछौँ, नयाँ नयाँ सेवा दिन सक्छौँ। त्यो कुरालाई यसरी लिउँ। हुन्छ सर, आज हामी अब कार्यक्रममा अन्त्यमा छौँ, के भन्न चाहनुहुन्छ त? म चाहिँ मतदानभन्दा अगाडि नै जनतालाई पहिलो कुरा धन्यवाद भन्न चाहन्छु कि जनताले यसपालि चाहिँ यो राष्ट्रिय समस्या के हो र यसको निकास के हो भन्ने कुरा बुझेर मनमा राखिरहेका छन्। त्यसको लागि पहिलो कुरा जनतालाई धन्यवाद दिन चाहन्छु। अर्को के भन्न चाहन्छु भन्दाखेरि अब चुनाव आउन लगभग 1 महिनाभन्दा अलिकति बढी बाँकी रहँदाखेरि विभिन्न प्रकारका षड्यन्त्रहरू, विभिन्न प्रकारका प्रहारहरू, विभिन्न प्रकारका भ्रमहरू सिर्जना गर्ने जुन प्रयास हुन्छ, ती सबै प्रयासबाट आफूलाई बचाउनुहोस्, आफ्नो विचारलाई बचाउनुहोस् र आफ्नो राज्यलाई बचाउनुहोस्। धन्यवाद।